back to my another new vlog. आज हामी चाहिँ युएको शारजामा छौँ। सो हामी गइरहेको छौँ। कहाँ हामी गइरहेको छौँ साथीहरू? भन For medical. We are heading for medical. अनि अहिले चाहिँ एकदमै धेरै यहाँ गर्मी छ। हाम्रो यहाँ बहिनी चस्मा लगाउनु पर्यो नत्र भने आँखा टल्किन्छ। यहाँ हाम्रो यस्तो छ ठाउँहरू चाहिँ। यहाँ हाम्रो के गर्दा भिडियो बनाउँदा केही फरक पर्दैन नि। ल अब भिडियो भनेको कुरा होइन, कसैलाई जबरजस्ती पनि गर्नु मिलेन। सो हाम्रो चाहिँ यहाँ हाम्रो अकोमोडेसन हो। अब हामी एकछिनको लागि मेडिकल लान्छौँ। यो चाहिँ एकछिनै उल्टो भयो, उल्टो भयो हाम्रो इन्ट्रान्स। त्यसपछि हाम्रो यो चाहिँ यहाँ बिल्डिङ हो। अनि विशेष गरी यहाँको मलाई अकोमोडेसन मन परेको भनेको चाहिँ यो चौरी एकदमै धेरै राम्रो छ। यो चौरी यो चाहिँ आर्टिफिसियल चौरी हो यो चाहिँ। अनि त्यसपछि हाम्रो यहाँनिर एउटा यो रुख छ, ट्री, जस्तै हामीलाई शीतलता दिन्छ यहाँ। अनि यहाँनिर चाहिँ फुल पनि फुलिरहेको छ यहाँ सानो अकोमोडेसन फुल फुलिरहेको छ। अब आज चाहिँ हामी हाम्रो काम गरेर चाहिँ हामी बाहिर गइरहेको छौँ सबै सानो साथीहरू। गाडी आइपुग्छ यहाँदेखि जानेछौँ। अकोमोडेसनदेखि चाहिँ बाहिरको भ्यू यस्तो छ। हामी बसेको ठाउँ वरिपरि यो चाहिँ मेन हाइवे हो। अब हामी नयाँ भएकोले गर्दाखेरि कुन ठाउँ हो एक्ज्याक्टली चाहिँ हामीलाई थाहा छैन, तर शारजा हो भनेर चाहिँ यति चाहिँ थाहा छ। अनि त्यसपछि यहाँ चाहिँ ग्राउन्ड हो यहाँनिर। अनि भरे साँझतिर चाहिँ अब मान्छेहरू चाहिँ फुटबल खेल्न, बास्केटबलहरू खेल्न चाहिँ यहाँनिर आउने गर्छन्। रमाइलो हुन्छ यो। यतातिर चाहिँ सबै यहाँभरि कार मान्छेहरू आएर चाहिँ एक्सर्साइज गर्ने कुराहरू चाहिँ यहाँनिर उनीहरू गर्छन्। हाम्रो चाहिँ मेडिकल जाने भनेर बसिरहेको अझै पनि आएको छैन। पर्खिँदा घाम एकदम खुल्ला बोर भइसक्यो र उहाँ साथीहरू पनि एकदमै बसिरहेको छन् गाडी कुरेर। धन्न हाम्रो होस्टेलमा चाहिँ यो बस्ने ठाउँहरू छ, यो चौरीहरू। अनि यसरी रुखको मुनि चाहिँ हामी नेपाल जस्तै भएर साथीहरू चाहिँ बसिरहेको छन्। आज हाम्रो बल्ल मेडिकल हुने भनेर फिक्स भएको थियो, त्यो पनि क्यान्सल भयो। हामी यहाँको चाहिँ 3 दिन जति भइसक्यो। हामी शारजामा छौँ। अनि बिहानदेखि हामी रेडी भएको थियौँ 9 बजेतिर। त्यसपछि फेरि ढिलो हुन्छ होला तिमीहरू खाना खाऊ भनेर भन्यो यहाँको होस्टेलको इन्चार्जले। 12 बजेतिर हुन्छ होला भनेर भनेको थियो। फेरि हामी खाना खाएर तल गयो, ग्राउन्ड फ्लोरमा खाना खाएर आयौँ। त्यसपछि हामी पर्खिँदा अनि यहाँ हाम्रो बहिनीहरू पनि लुगा चेन्ज गर्दै राख्दै गर्दा अब चाहिँ 2:30 अलमोस्ट 3 भइसक्यो। त्यसको मतलब चाहिँ आजको हाम्रो मेडिकल क्यान्सल भएको छ। अब फ्राइडे, भोलि शुक्रबार, शनिबार, आइतबार यहाँ छुट्टी हुन्छ हाम्रो यहाँनिर। सायद अब हाम्रो आइतबार हुन्छ जस्तो छ। सो आजको चाहिँ हाम्रो मेडिकल क्यान्सल भएको छ। यो चाहिँ हाम्रो यो चाहिँ मेरो माथिल्लो बेड हो। सबै कुरा देखाउने मिल्दैन। सो थ्याङ्क यू सो मच फर वाचिङ माई टुडेज भ्लग। बाई।